लभली मैक्स अनुहारमा कन्फिडेन्स सधैँ 2 गुना अम्बेसियस भित्रैदेखि बलियो जसले जे भने पनि हस भनी मान्छ जसले जे भने पनि हस भनी मान्छ को आफ्नो को बिरानो सबलाई आफ्नो ठान्छ उल्टो सुल्टो उल्टो सुल्टो उल्टो सुल्टो जे गर्न नि हुन्छ तयार आयो हल्के हल्दा आयो हल्के हल्दा आयो हल्के हल्दा काकी काकी तपाईले हाम्रो बाला देख्नुभयो हैन के भन्छ यो कहाँ जानुभयो होला अरे बा अब कहाँ जानुभयो भन्ने हिजो बेलुकादेखि घर आउनु भएको छैन आज नि यस बेला भइसक्यो काकी लौन के गर्ने होला के भन्छ यो हेर्नु न हाम्रो बा हिजोदेखि घरै आएछन् भने हराए तिम्रो बाउ हरा भए यहाँ खोज्न आउने हो त बाटुली कहाँ गएर खोला भेट्छ हिजो बेलुकादेखि घरमा आएको छैन भने भर्खर छोड्ने भने पो थाहा पाएँ सङ्कट र 7:30 एकैचोटि सिद्ध्यो पनि त धम्किएको षड्यन्त्र हुनुपर्छ के हुनसक्छ मलाई त्यो धम्की घरमा 2टा केटा आएकै मन परेको छैन गाउँले दाजुभाइहरूले यो भला मतियारहरूलाई पनि समातेर ल्याउनु पर्यो यो अपहरणकारी धम्केलाई बाहिर लिएर त हजुर बेपत्ता नेपाली तीर्थयात्रीहरूको संख्या अझ यकिन हुन सकेन ए झम्को नारायणजी ल भन्नुहोस् तपाईँको त्यो सम्धि लाउरेलाई कहाँ लुकाएर राख्नु भएको छ लाउरेलाई मैले कहाँ लुकाउँ जरीकोटको खल्तीमा के भन्नुभयो म तपाईँलाई कानुनी रूपमा सोध्दैछु सोझो जवाफ दिनुहोस् नत्र के गर्नुहुन्छ अदालत पठाउँछु जेल हाल्छु भन्नु खोज्नुभयो होला होइन हेर्नुहोस् त्यही अदालतले दोषी प्रमाणित गरिसकेका मान्छेलाई तपाईँहरूको हाकिमले स्यालुट ठोकेर हिँड्छन् एउटा मुन्द्राला गुन्डा आयो भने तपाईँहरू थरार काम्नुहुन्छ मलाई के थर्काउनु यो कानुन पढाउने क्याम्पस होइन मलाई कानुनको कुरा नसिकाउनु यो पुलिस चौकी हो तपाईँ सिधा जवाफ दिनु के जवाफ दिनु यो देशमा बच्चादेखि बुढाबुढीले खाने दुधमा प्रदूषण भयो भनेर जाप्न पाइँदैन बजारमा लेदो भरिया पानी बेचिरहेको छ रोक भनेर रोक्न पाइँदैन सुनमा पित्तल मिसाएर बेचिरहेका छन् बेच्न पाइँदैन भनेर भन्न पाइँदैन यसो देशमा कानुन पुरा गर्ने तपाईँको सम्धि कहाँ छ त्यसको जवाफ मात्र दिनु मेरो सम्धि तीर्थ गएको थियो होला कुन तीर्थमा कसरी हरायो मलाई के अनि तपाईँको ज्वाइँ फर्क्यो त्यो पनि बाउसित उतै गएको थियो होला उतै सँगसँगै बगायो यसो भनेर कहाँ सुख पाइन्छ कुन तीर्थ गएको कोसँग गएको कति दिनको लागि गएको के लिएर गएको सब कुरा खुलाएर भन्नुपर्छ ए त्यस्तो कुरो मलाई सोध्ने कि पुलिसले पत्ता लाउनु तर यसो गर्नुहोस् न सर त्यो लाउरे भनाउँदो मेरो सम्धि छ नि त्यो र जोइ टिङ्ग्रे जोइ हर्के केदारनाथ घुम्न गएकोमा बाढीले बगाएर मृत्यु भयो भन्ने एउटा प्रमाणित बनाइदिनु त्यसपछि मलाई नि ढोक्क तपाईँलाई नि ढोक्क केटा यो कुरामा लगेर जाग्दे त्यो 2 रुपियाँ केटाहरूलाई हालेर तिनीहरूको बयान लिनु पर्यो पछि मन्त्री भएको बेला अनि तिमीहरूले तिमीहरूले हर्केको बाउलाई कहाँ लुकाएर राखेको छ ल भन्छ यो गाउँमा चाहिँ को मान्छे कहाँ जान्छ मैले कसरी थाहा पाउने अझ भन्दैन मैले बारम्बार भनिरहेकै छु त मलाई के थाहा त्यसले तँलाई थाहा होला लाउरेले कहाँ लुकेको गरे भने अब म बुढालाई झन् के थाहा मैले कसरी थाहा पाउने यो सब हाम्रो झम्के भेनालाई चुनावमा हराउन खोज्ने षड्यन्त्र हो हाम्रो पार्टी ऐतिहासिक पार्टी हो हाम्रो पार्टीको जित निश्चित देखेर नै यो सब षड्यन्त्र भइरह मैले पार्टीको कुरा सोधेको होइन यो लाउरे भन्ने मान्छे कहाँ छ भनेर सोधेको कति कुरा भन्छौ के ओ त्यो मुडो बोकेर हिँडाउ तिमीलाई अर्काको बोली बोलेर अझ पुलिस चौकीमा यस्तो कुरा
तँ त हामी एसएलसी पास नहुँदाखेरि यस्तो यहाँ कति ढाका झुकल पारेको बरु पास नहुनु हाम्रो पार्टी परिवर्तन हो तर हामी एसएलसी पास नहुँदैछौँ हाम्रो बोली चाहिँ यस्तो यसरी पुलिस प्रशासनले हामीलाई बारम्बार दुःख दिएर हाम्रो जित अनिश्चित बनाउन खोजिरहेको छ म आफ्नो प्रष्ट आवाजले भन्छु कि हामीलाई यसो गर्न पाइँदैन यो बाबा तिमीले चाहिँ मेरो बोली प्रष्ट छैन भनेर खिचो गर्न खोजेको तिम्रा मात्र होइन हाम्रो पार्टीमा प्रष्ट बोल्ने चाहिँ मै मात्र हुँ ल मध्य कुरा भन्छौ कि ऊ त्यो मुढा बोकाएर चौकीभरि घुमाऊ हो सर यिनीहरूलाई त्यसै गर्नुपर्छ अब यसलाई घुमाइराख्न लगा अस्तिको तालीमा कसरी तैँले फन्टोलिङ हानेछिस् त्यसै गरी हना त यसलाई हना घुमा ए केटा त्यो दुई भाइलाई नि यो घुमाइसकेपछि त्यो नाली सफा गर्न लगा टिग्रा तेरो ठुलो छ भनेर भनिरह त्यसलाई ए त्यो बडी बोर्ड त्यसलाई चाहिँ प्रायोजक डाबर हजमोला जे आउँछ मजाले बचाउँछ रिलायन्स सुपर शक्ति सिमेन्ट हाम्रो भविष्य हाम्रो रिलायन्स फेयर एन्ड लभली म्याक्स अनुहारमा कन्फिडेन्स सधैँ 2 गुणा अम्बेसिल्स भित्रैदेखि बलियो टेलिभिजन मलेसियामा मात्र म्याक्सिस र डिजीको साथमा नानी के गरिरहनु भएको के गरिरहनु नि भैँसीको गोबर सोहिराख्नु नानी कस्तो ठट्टा गर्नुहुन्छ भनेदेखि अब चामल केलाइरहनु भएको छ भैँसीको गोबर सोर्या भन्नुहुन्छ भने तपाईँ देखिरहनु भएको छ नि आफूले यहाँ कस्तो टेन्सन गरिरहेछ होइन नानी धेरै पाउन छ नि क्या हो चामलले निकै केलाउनु भएको छ तरकारी नेत्र बिच पाउना त थियो नि के गर्नु सबैलाई लगेर ठुलेको छ यिनीहरूलाई खाना बनाएर लगिदिउँ कि भनेर चामल केलाउन लागेको नि भाउजू हुन्छ नि नानी एउटै गाउँमा बस्नु छ ब्याथेको के को रणाको यो म पनि नानीसँग त्यही कुरा गरौँ कि भनेर हेर न हेर थुनाउने बेलामा सबैजना मिलेर थुनाए अहिले मुखलाई ठिक्क पार्न आयो कि तिमीले जे सोचे नि सोच हेर नानी मेरो मनमा पापै छैन तर मलाई कता कता भित्रैदेखि लाउरे बाको चाहिँ माया लाएर आउँछ मलाई पनि त मेरो हर्के ज्वाइँको त्यत्तिकै चिन्ता छ नि मलाई चाहिँ छैन र भाउजू पानी पऱ्यो अलिवटा सर्नुहोस् भिड्नु होला त्यही त भने हेर्नु न अहिले भर्खर कत्रो घाम लाग्थ्यो अहिले यत्रो पानी पर्यो हेर्नु नानी झम्केले लाउरे बाला कहाँ लुकाएर राख्नु भएको छ त्यो मलाई सुटुक्क भन्नु म फुर्क गएर लाउरे बालाई निकालेर ल्याउँछु तपाईँ घर झम्केलाई छुटाएर ल्याउनु पुरै सिद्धो अनि मेरो भनाहरूलाई चाहिँ कसले छुटाउँछ नि अनि मेरो ज्वाइँ चाहिँ कसले खोज्छ नि लाउरेबा फेला पर्ने बित्तिकै सबै कुराहरू मिलिहाल्छ लाउरेबालाई कहाँ राख्नु भएको छ त्यति कुरा भनिदिनु न भइहाल्यो त्यो कागको पुल जोनी जस्तो लाउरे सम्झीलाई मेरो बुढाले काहीँ लुकाउन सक्छन् के कुरा गर्नुभएको हो तपाईँले फेरि बाहिर बाहिर कसले के गरेर हिँडेको छन् मलाई कसरी थाहा हुन्छ अस्ति नि त तपाईँले थालीलाई भात खुवाएर यहीँ लुकाएर राख्नु भएको थियो रे तपाईँले थाहा छ भने खुरुका मलाई भनिदिनु हेर्नु गाउँको कुरा बाहिर जानु दिनु हुँदैन गाउँमै मिलाउँदाखेरि राम्रो हुन्छ क्या होइन के कुरा गर्नुभयो भाउजू तपाईँले मलाई थाहा भएको भएदेखि म भन्दिनँ भने बिचारा मेरो पाहुनालाई आएका भराहरूलाई पुलिसले लाँदा मेरो सिपालले पुलिसलाई लाँदाखेरि म भन्दिनँ थिएँ होइन कहाँ जानुभयो होला त लाउरी बा यसो गर्नु नि नानी तपाईँले खाना लिएर जाँदाखेरि झम्के बाबुसँग सबै कुरा सोध्नु तपाईँलाई त भनिहाल्नुहुन्छ झम्के बाबुले अनि तपाईँले आएर मलाई सुटुक्क भन्नु हेर्नु यस्ता सानोतिनो कुरामा मुद्दा मामला गर्नु हुँदैन यस्ता कुराहरू गाउँमै मिलाउनु पर्छ नानी जति सोधा पनि केदारनाथ गयो होला नि बाढीले बगायो होला मर्यो होला मात्र भन्छन् नानी त्यस्तो कुरा नगर्नु बिन्ती छ कहाँ गयो होला कहाँ खोज्ने होला नानी कहाँ खोज्ने यहाँ डल्लीमा बौलाएर मोरलाई चाहिँ मेरो हर्के भने म त के भइसक्यो भने ए अल्लाह म तिमी बिना बाँच्नु सक्दिनँ मेरो अल्लाह ए अल्लाह
मेरो बुढा तिमी कहाँ छौ? दिदी, ए दिदी, दिदी, किन रुनु भएको तपाईँ यसरी? किन र पनि के मतलब? को तिमी? ए म आइम सोफिया, म आशाको साथी। आशाको घर खोज्दै हिँडे कि भेटाउनै सकिन। तपाईँले आशाको घर देख्नु भएको छ? ए आशाको घर? आशा घर यता जानु, बारी बारी जानु, जुन पहिला घर आउँछ त्यही घर हो। ओके, थ्याङ्क यू। ए साथी, दिदी तपाईँ अघि किन रुनु भएको? मेरो हर्के बुढो हराएको 2 हप्ता भयो, खोज्दै हिँडेको कहीँ पनि पाइन, त्यही भएर म यहाँ रोएर बसेको। रियली? सो स्याड। टेन्सन नलिनु दिदी, अब म पनि यही गाउँमा बस्छु। म तपाईँलाई हेल्प गर्छु तपाईँको हस्बेन्डलाई खोज्नलाई। अहिलेलाई म आशाको घरतिर लाग्छु, म फेरि तपाईँलाई भेट्न आउँछु। राम्ररी बस्नुहोस् है दिदी। बाई बाई, टेक केयर। प्रायोजक डाबर हजमोला, जे आउँछ मजाले पचाउँछ। रिलायन्स सुपर शक्ति सिमेन्ट, हाम्रो भविष्य हाम्रो रिलायन्स। फेयर एन्ड लभली म्याक्स, अनुहारमा कन्फिडेन्स सधैँ 2 गुणा। अम्बेसिल्स, भित्रैदेखि बलियो। कान्तिपुर टेलिभिजन दुबईमा मात्र दु मोबाइलको साथमा। होइन लक्षित भाइ, त्यो लाउरे हरादेखि त मलाई केही गर्न जाँगर छैन भने यसो दुःख सुखमा खर्च टार्ने उसले खम्मा गाड्नुलाई। एकपल्ट आऊ, उता प्याप्ता काकीले के लिएर आएको छ है? मौका है, छोड्नु न नि। होइन प्याप्ता काकी, के लिएर कता जानु लाग्नुभयो? के लिएर आउनु नि? चौकीमा खाना पुऱ्याउन लागि। हो त हामीलाई पनि लागेको थियो। लोग्नी र भदालाई ल्याएको खाना त गदालाई कसले दिन्छ नि? सुन्नुहोस् प्याप्ता काकी, तपाईँ छ नि सिधा चौकी नजानु। तपाईँलाई पनि केयरकारको लागि सुन्नी भनेर सुनेको थियो। हो र? लौ न नि, अब के गर्ने होला? उता मेरो बुढाले भदा बोकाइसक्यो होला नि। हामी त भोकालाई मर्ने बेला भइसक्यो भने के प्याप्ता दिने पानी कहाँ प्याप्ता बर्रा बसिरह होला नि क्या? त्यही त, घाम यो डाँडा आइसक्यो, अहिलेसम्म भात लिएर आउनु कहाँ मरि त्यो प्याट त। हामीले त यहाँ गेटाभित्र मुसाले आन्दोलन सुरु गर्न थालिसक्यो। ए दिदी के चिन्ता मान्नुहुन्छ? म छँदैछु नि, ल्याउनुहोस् न। हो दिन ल दिन पुरा ल यो पनि सामान यो चाहिँ किन रहेन? छिट्टो पुऱ्याइदिनु है बाबु, अब बुढाहरू प्याक भइसक्यो होला नि भोकले। हे तेरिका, तपाईँ किन चिन्ता लिनुहुन्छ? हामी पुऱ्याइदिइहाल्छु नि। ल तपाईँ जानुहोस्, घरमै जानुहोस्, घरमै गएर बस्नु। ए मुन्टी सामान चलाइदियो। ले उठाइदियो ल। कति टाढा छ घर? आइपुगेन? उति त हो नि, आइपुग्न लाग्यो। आइपुग्न लाग्यो भने खोइ कहाँ आइपुग्यो त? उति हो, अब आइपुगिहाल्यो। ल सर, मेरो घर यही हो। त्यसो भए तिमीहरू यहीँ बसिराख, म हेरेर आउँछु।
घरमा को हुनुहुन्छ होला? म छु। किन कसलाई खोज्नु भएको? तपाईँको एकजना मान्छे मैले ल्याइदिएको छु। ए हाम्रो बा आउनुभयो? मैले बा होइन बहिनी ल्याइदिएको छु। दिदी किन रोको? त बिहे गर्नुभएको होइन भने? ओ दिदी मलाई त मोराले झन्डै बर्बाद पारेन। यो पुरारी दाइ दिदी नभइदिएको भए अहिलेसम्म त त्यसले मलाई जीवन कटाइसक्थ्यो। हो र? अनि त्यो दलाललाई समातेन? त्यो दलाललाई हामीले खोजिरहेका छौँ। त्यो दलाल फरार छ। तपाईँको बहिनी राम्रोसँग राखौँ, हामी लाग्यौँ। अनि दिदी खुला बा खै त? मलाई नि के थाहा छैन। आज बा हराएको ठ्याक्कै 2 हप्ता भयो। यता बा हराएर उता नि हर्के हराएर हेर्न छैन। यसपालि त हामीलाई कस्तो दसो लाग्यो भने यही भने जस्तो लाग्छ। हेलो कोही हुनुहुन्छ? एनीबडी देयर? हेलो म छु। कसलाई खोज्नु भएको नानी? ए मैले त आशालाई खोजेँ कि। आशा हुनुहुन्न? ए आशा